यो तलपट्टिको फोटोमा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हैन दुईजना केटा र केटी चाहिँ इन्टरकास्ट बिहे गरेको रहेछ हैन अनि त्यसपछि चाहिँ समाजको मान्छेहरूले चाहिँ एक ठाउँमा राखेर चाहिँ यिनीहरुलाई चाहिँ कालो मुसा लाएर जुत्ताको माला लगाइदिएको छ के अनि यो भिडियो चाहिँ कतिपय मान्छेहरूलाई चाहिँ रियल लागिरहेको छ हैन यो भिडियो रियल होइन है यो भिडियो चाहिँ एउटा चाहिँ सुटिङको भिडियो हो हैन अनि त्यो भिडियोलाई चाहिँ अहिले चाहिँ सोशल मिडियामा चाहिँ हाम्रो देशको भिजिलान्तीहरु जुन चाहिँ हाम्रो देशको चाहिँ भ्रष्टाचारी नेताहरुको लागि काम गर्छ हो तिनीहरुले चाहिँ सोशल मिडियामा मजाले प्रचार गरिरहेको छ के भनेर प्रचार गरिरहेको छ भन्दाखेरि अहिलेको समयमा पनि यसरी जातभातलाई लिएर चाहिँ अनि मान्छेहरूले चाहिँ यस्तो खालको चाहिँ कार्य गरिरहेको छ यस्तो खालको चाहिँ काम भइरहेको छ हाम्रो समाजमा भनेर चाहिँ देखाउने कोसिस गरिरहेको छ र अनि यो तलपट्टिको फोटोको भिडियोलाई चाहिँ एउटा गलत तरिकाले एउटा गलत मेसेज जाने हिसाबले चाहिँ यसरी चाहिँ सोशल मिडियामा शेयर गरेको छ र हाम्रो देशमा चाहिँ भोलिको दिनमा राजा आयो भने अनि त्यसपछि पनि यस्तो खालको चाहिँ काम हुन्छ भनेर चाहिँ यिनीहरुले चाहिँ एउटा गलत न्यारेसन बनाएर चाहिँ मान्छेहरुको अगाडि चाहिँ प्रस्तुत गरेको छ किन भनेर भन्दाखेरि चाहिँ भोलिको समयमा चाहिँ राजा आउने कुरामा चाहिँ मान्छेहरु यसरी नै जातभातको कुराले लडोस् अनि मान्छेहरुको बीचमा चाहिँ विवाद होस् भन्ने हिसाबले चाहिँ यिनीहरुले चाहिँ यो कुरा चाहिँ सोशल मिडियामा एकदम धेरै अहिलेको समयमा शेयर गरिरहेको छ के तर मान्छेहरुले चाहिँ आजको दिनमा यो कुरा बुझ्नुपर्छ कि हैन हामीले देशमा राजा ल्याउन खोजेको चाहिँ देशको हालत र यो भ्रष्टाचार नेताहरुले चाहिँ देशभित्र भ्रष्टाचार गरेर देशलाई बेचेर चकाइदिन लाग्यो भनेर चाहिँ देशलाई जोगाउन र देशलाई बचाउनको लागि राजा फिर्ता ल्याउन लाग्यो र मान्छेले एउटा कुरा बुझ्नुपर्छ मान्छेले जात बनाओ के जातले मान्छेलाई बनाएको हैन त्यही भएर मान्छे भन्दा ठुलो कुनै पनि जात हुँदैन के र हामीले चाहिँ सोशल मिडियामा चाहिँ यस्तो खालको भिडियोहरुलाई चाहिँ यसरी चाहिँ फैलाउन दिनु हुँदैन किन भन्दाखेरि यसरी चाहिँ नबुझेको मान्छेहरु जो मान्छेले चाहिँ आजको समयमा पनि यस्तो कुरालाई चाहिँ दिमागमा लिएर हिँड्छन् र त्यस्तो मान्छेहरुलाई हामीले बुझाउनु पर्छ कि हिजोको दिनमा पनि यो भ्रष्टाचारी नेताहरुले चाहिँ यही जातभातको कुरा र धर्मको कुरालाई चाहिँ बिचमा लिएर चाहिँ दुईजना नेपालीहरुको चाहिँ रगत बगाएको थिए र आजको दिनमा पनि यिनीहरुले चाहिँ यही नै कोसिस गरिरहेको छ कि भोलिको दिनमा चाहिँ राजा देशभित्र फर्के भने चाहिँ हामीले भ्रष्टाचार गर्न पाउँदैन र हिजोको दिनमा हामीले गरेको भ्रष्टाचारको लागि चाहिँ हामीले चाहिँ सजाय भोग्नु पर्छ भन्ने हिसाबले यिनीहरुले चाहिँ जसरी होस् देशभित्र राजा आउनु हुँदैन भन्ने नै यिनीहरुको चाहिँ एउटा चाहना छ हैन र यिनीहरुलाई चाहिँ नेपालभित्र बस्ने कुनै पनि जनताको चाहिँ यिनीहरुलाई मतलब छैन यिनीहरुलाई चाहिँ बस आफ्नो पद र पावर र पैसाको मात्र मतलब छ यिनीहरुलाई जनताको कुनै पनि मतलब छैन जनता मरोस् बाँचोस् जनताले जेसुकै गरोस् हैन र यसमा चाहिँ नेपाली जनताले बुझ्नुपर्छ कि जातभात भन्दा पनि माथि चाहिँ हामी चाहिँ एउटा नेपाली हौं जातभातले केही पनि फरक पर्दैन सबै मानिस चाहिँ एउटै हुन् अनि आजको समयमा चाहिँ कतिपय मान्छेहरुको दिमागमा पनि आउँदैन होला कि यस्तो जातभातको कुराहरु हैन तर पनि यिनीहरुले चाहिँ आजको समयमा चाहिँ यस्तो खालको भिडियो चाहिँ सर्कुलेट गरेर चाहिँ मान्छेहरुको दिमागमा घुसाउन खोजेको छ कि जातभात चाहिँ छ अझै पनि हैन र चाहिँ तल्लो जात र माथिल्लो जात भन्ने चीज चाहिँ हाम्रो समाजमा चल्छ भन्ने खालको कुरा चाहिँ मान्छेहरुको मनमा चाहिँ राख्न खोजेको छ र यही कुरा राखेर चाहिँ दुईजना मान्छेको बीचमा चाहिँ रिस राखेर भेदभाव चाहिँ यिनीहरुले फेरि पनि पैदा गर्न खोजिरहेको छ हैन हामी सबैजना चाहिँ एउटा चाहिँ समाजमा बस्ने भइसकेपछि सबैजनाले चाहिँ एउटा समाजलाई राम्रो बनाउनको लागि चाहिँ एउटा चाहिँ सकारात्मक सोच लिएर चाहिँ हिँड्नुपर्छ र यस्तो खालको जातभातको कुरा चाहिँ कसैले पनि नगरिकन र हामीले यस्तो कुरा मान्नु हुँदैन भनेर चाहिँ सबैजनाले आफूले बुझेर अरूलाई पनि बुझाएर चाहिँ यसरी चल्नुपर्छ र यस्तो खालको भिडियो चाहिँ बिना पुग्ता जानकारी चाहिँ यदि तपाईहरुले कतै पनि कुनै पनि सोशल मिडियामा देख्नुहुन्छ भने त्यो भिडियोलाई चाहिँ चाँडो भन्दा चाँडो रिपोर्ट गर्नु होला र कुनै पनि एउटा मान्छे भन्दा ठुलो कुनै पनि जात हुँदैन हैन सबै मान्छेहरु एउटै हो जसको हात काटी पनि आउने रातो रगत नै हो र हाम्रो देशभित्र चाहिँ कुनै पनि हामीले त्यस्तो जातीय भेदभाव चाहिँ हुन दिनु हुँदैन र हामी सबैजना चाहिँ एउटा नेपाली हो भनेर चाहिँ हामीले चाहिँ हिँड्न सक्नुपर्छ र यही कुरा चाहिँ हामीले चाहिँ हाम्रो समाजमा चाहिँ फैलाउनु पर्छ जय नेपाल जय राजतन्त्र।